परेका बिहानै एक्सनमा सुनिता डङ्गोल पशुपतिमा मागेर बस्नेहरूलाई हटाउन पुग्दा परिन आफै छक्क। कतिजना आउनुहुन्छ अनि त्यो पाकेको टमाटर हुन्छ नि त्यो निचर्नुहुन्छ अनि ब्यान्डेज सेतो ब्यान्डेज लगाउनुहुन्छ, रगत आएको जस्तो हुन्छ, यस्तो यस्तो गरेर बस्नुहुन्छ। खोलेर हेऱ्यो भने त नक्कली हो। ट्याक्सी चढाएर नि लिएर आउनुहुन्छ, मोटरसाइकलमा नि लिएर आउनुहुन्छ। उहाँहरूले कोही 4-5 जना माग्ने लगाउने अनि एकजना त्यसको प्रतिनिधित्व गर्ने लिडर एकजना हुन्छ अनि बेलुका पैसा उठाएर लिएर जाने त्यो गर्नुहुन्छ। हामीले अपरेसन गराइदियो भने गर्नुहुन्छ? ल हामी त्यो व्यवस्था गरौँ ल। उहाँको एकजनाको काम गर्न सक्नेहरूलाई सिपमूलक तालिम दिनु पर्यो, त्यसपछि रोजगारको व्यवस्थापन हुनु पर्यो र हामीले चाहिँ जति पनि उत्पादन गर्नेहरू हामीले सामग्रीहरू उत्पादन गर्छौँ नि, नेपाल सरकारले बजार व्यवस्थापन गरिदिनु पर्यो। हाम्रो परिवार छ, हामी सडक पेटीमा माग्न बसेका छौँ। रहरले मागेको होइन, हामी परिवार चलाउनको लागि बाध्यताले पशुपतिनाथको मन्दिरको अगाडि बसेर मागेका छौँ। हामीलाई रोजीरोटीको व्यवस्थापन भयो भने, खुट्टा नभयो भने हातले काम गर्न सक्ने काम हाम्रो व्यवस्थापन हुनु पर्यो। हामी काम गर्न सक्छौँ, हाम्रो परिवार पाल्न सक्छौँ। परिवारसँग पुनर्मिलन गर्ने काम पनि गर्नुहुन्छ तपाईँहरूले? उहाँहरूको चाहिँ अब उद्धार पनि धेरै रूपमा हुन्छ र पुनर्मिलन पनि तुरुन्तै हुन्छ। जो अलि मधेसी टाइपको बुवा आमाहरू हुनुहुन्छ उहाँहरूको चाहिँ अलि छिटो पुनर्मिलन गर्न सकेका छैनौँ। कारण किन होला? उहाँहरूलाई सडक पेटीबाटै उद्धार भएको हुन्छ। आफ्नो नाम थर केही पनि भन्न सक्नुहुन्न, कति भाषाको समस्या हुन्छ कतिलाई। भनेपछि विदेशीहरू पनि हुनुहुन्छ धेरैजना। एउटै व्यक्ति घरिघरि आउनुहुन्छ कि के छ? एउटै व्यक्ति घरिघरि आउने व्यक्तिहरूलाई हामीले तिनीहरूको परिवार को छ, परिवारसँग पुनर्मिलन गर्ने कार्यहरू गरिरहेछौँ। यदि परिवार नभेटिएको खण्डमा त्यो व्यक्तिहरूलाई अब मानव सेवा आश्रम यही नजिकै छ, हामीले यता पोस्टपोन गर्न मिल्छ भने यता पोस्टपोन गरिदिन्छौँ। नत्र भनेपछि अब यता पनि लिनु भएन भनेपछि हामीले प्रहरी समक्ष बुझाएर के गर्नुपर्ने त्यसरी हामीले उहाँहरूलाई सहजीकरण गरिरहेछौँ। महानगरले उद्धार गरेर तपाईँलाई मानव सेवा आश्रममा लगेर राम्रोसँग व्यवस्थापन गरेर राख्यो भने तपाईँ जानुहुन्छ? हजुर, ओके। नेपालभन्दा बाहिरको हो भने उहाँहरूले आफ्नो घर जानेसम्मको परिवारसँग जोड्ने काम पनि हामीले त्यसरी पनि गर्छौँ। सरकारै मै हुँ भन्ने जस्तो पारामा उहाँहरूले चलाइराख्नु भएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई गाह्रो भएको। हटाउने भन्दा पनि व्यवस्थापनको कुरा हो। उहाँहरूलाई व्यवस्थापनको लागि त्यही आज हामी हेर्दैछौँ। दर्शकबिन, यति बेला हामी पशुपतिनाथ मन्दिर परिसरमा छौँ। तपाईँले मेरो पृष्ठभूमिमा देख्न सक्नुहुन्छ काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गल सहितको टिम यति बेला यो पशुपति मन्दिर परिसरमा आइपुगेको छ। पशुपतिनाथ क्षेत्र परिसरमा रहेका जसले चाहिँ यहाँ मागेर अथवा यहाँ आश्रित रहेर चाहिँ आफ्नो जीवन गुजारा गरिरहनु भएको छ, उहाँहरूलाई यहाँबाट हटाउने योजनाका साथ उहाँहरू यति बेला यो पशुपतिनाथ मन्दिर परिसरमा आउनुभएको हो। यहाँको अवस्था अवलोकन गरिरहनु भएको छ। जुन यो सटलहरू देखिन्छ, यहाँ तपाईँहरू यात्रा गर्दाखेरि देख्नुभएकै होला। यहाँ थुप्रै यहाँ मागेर बस्नेहरू, साना साना बच्चा लिएर मागेर बस्नेहरू हुनुहुन्छ। उहाँहरू साँच्चीकै गरिबीले यहाँ मागेर बस्नुभएको हो कि यहाँ हामीलाई यहाँका यहाँको प्रहरीहरूले बताएअनुसार उहाँहरू कतिपय यहाँ सहयोग चाहिँ यहाँ ठेकेदारले उहाँहरूलाई यहाँ उठाएर ल्याउँछ, कतिपय ट्याक्सी बाइकमा चढेर आउनुहुन्छ, यहाँ केही समय बसेर माग्नुहुन्छ र यहाँबाट उठेर जानुहुन्छ भनेर उहाँले बताउनु भएको थियो। कतिलाई त त्यही काम गराएको अथवा माग्न लगाएकै आधारमा पनि उहाँले अनुसन्धान गरेर कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनु भएको छ। कोही ट्याक्सीमा आउँछन्, अनि ट्याक्सी लिन आउँछ फेरि बेलुका। माग्न लगाएको 4 महिना जति अगाडि सोमनाथ गोसाई भन्नेलाई सरलाई ठेगाना भएको 4-5 जना चाहिँ यहाँ राख्ने पारी राख्ने हजुर, यहाँ ल्याएर दिउँसो छोडिदिने, माग्न लाउने अनि छोड्ने मुद्दा पनि चलाएको थियो हजुर। हामीले मुद्दा सायद उहाँ धरौटीमा छुट्नु भएको छ। सोमनाथ गोसाई भन्ने एकजना मुद्दा पनि चलाएको थियो हजुर। उहाँको पेसा नै मान्छे त्यो माग्नेहरू ल्याएर छोडिदिने अनि बेलुका फेरि लिन जाने हजुर। यति बेला काठमाडौँ महानगरपालिकाले आगामी जेठभित्र यो आफ्नो महानगरलाई सडक मानवमुक्त महानगर बनाउने भन्ने योजनाका साथ यति बेला लागेको छ। र यति बेला कार्यवाहक प्रमुख सुनिता डङ्गल आफै फिल्डमा देख्नु भएको छ। उहाँले यहाँको अवस्था अवलोकन गरिरहनु भएको छ र अब काठमाडौँ महानगरपालिकाका विभिन्न ठाउँमा उहाँहरूले उद्धार गरेर उनीहरूलाई स्क्रिनिङ सेन्टरमा, सुरुमा स्क्रिनिङ सेन्टरमा लगिन्छ। त्यहाँबाट कतिपय जो चाहिँ साँच्चीकै गरिब छन् अथवा उहाँहरूलाई मागेरै जिन्दगी चलाउनु पर्ने अवस्था रहन्छ, त्यसलाई चाहिँ मानव सेवा आश्रमले आश्रय दिनेछ भने कतिपयलाई परिवारसँग मिलन गराइनेछ र परिवारमा पठाइनेछ र कतिपयलाई चाहिँ त्यो जसले चाहिँ
यहाँ माग्ने पेसामा लगाएको छ उनीहरूलाई चाहिँ कारबाहीको दायरामा पनि ल्याइन्छ भनेर यति बेला महानगरले पनि जनाएको छ। दर्शक यति बेला देख्न सकिन्छ सुनिता डङ्गल आफै यो महानगर को कार्यवाहक प्रमुख आफै यहाँ फिल्डमा उत्रनु भएको छ।